हेलो नमस्ते फ्यापुलोस। तपाईँहरू सबैजनालाई सन्चै सुबिस्तै हुनुहुन्छ होला भन्ने आशाको साथमा। अनि मैले चाहिँ कोपी नभनेर चाहिँ आलु भनी पठाएछ क्या। अनि त्यही भनेर नानाले भन्नुहुँदै थियो, राम्रो यसरी कोपी बारी देखाएर चाहिँ आलु भन्नु न, मान्छेलाई उल्लु बनाउँदै गर्नु भनेर भन्नुहुँदै थियो क्या। अनि अब भने चाहिँ हामी चाहिँ कोपी बारीमा आइसकेको छौँ। अनि नानाले चाहिँ अघिदेखि नै कोपी टिप्नु हुँदै थियो। अनि नानाले चाहिँ डोको बढाउनु आँट्नु भएको छ नि त। अनि म पनि आएँ होइन कोपी टिप्नुको लागि। कोपी टिप्नु आएको त यसरी कोपीहरू त पुरा फुटेको रहेछ क्या साथीहरू। यो चाहिँ के भएर फुटेको हौ, कमेन्ट गरेर भनिदिनुहोस् है। न घाम लागेर फुटेको भन्नु कि पानी परेर फुटेको भन्नु कि के भन्नु हौ। अनि नानाले पनि यसरी टिप्नु हुँदैछ कोपी चाहिँ है साथीहरू। हेर्नु त यहाँ यसरी बिचमा कस्तो माया लाग्दो फुटिरहेछ, डरलाग्दो फुटिरहेछ। अनि हामीले चाहिँ यसरी छानी छानी टिप्दैछौँ है साथीहरू। छानी छानी टिप्नु पर्छ है। अनि हामीले चाहिँ टिप्दै डाइरेक्ट डोकोमा हाल्दैछौँ नि त। डोको पनि भरिनु आँट्यो है। एउटा डोको भरिनु आँट्यो, एउटा डोको चाहिँ अब भरिनु बाँकी नै छ साथीहरू है। अनि त्यसलाई पनि टिपेर हामी दुइटै डोको भरेपछि चाहिँ घर जानुपर्ने हुन्छ। हेर्नुहोस् त यसरी माया लाग्दो फुटेकोहरू छ। यो चाहिँ सबै चारोमा मात्रै जान्छ साथीहरू। अनि हाम्रोमा चाहिँ टमाटरको बोट पनि छ है, मसिनो खालको। अनि कोही चाहिँ यसरी मजाको छ क्या, यसरी नै छान्दै टिप्दैछौँ हामी चाहिँ दिदी बहिनी भएर। अब चाहिँ डोको भरेर पनि नानाले लिएर जाइसक्नुभयो। अनि हामीले अस्ति रोपेको खोर्सानी चाहिँ यस्तो भयो क्या। यसरी हेर्नुहोस् त सबै घारीले घेरेर केही राखेन साथीहरू। अब यसलाई पनि उखाल्नु पर्ने हुन्छ। अनि हाम्रोमा चाहिँ एउटा पालाङ्गीको बोट पनि आएछ साथीहरू।